हेलो नमस्ते सबैजनालाई। मेरो चाहिँ खाना हेर्नु न, आज चाहिँ म मकैको ढिँडो खान लागेको के है। मलाई फेरि एकदमै मिठो लाग्छ मकैको ढिँडो। अनि खाने साथी नै नपाउने के, कसैले खाँदैन घरमा, म एक्लै मात्रै। अनि आज त जे भयो नि होस् भनेर यो राजमाको तरकारीसँग चाहिँ चोपेर खान पर्यो भनेर सही मिठो हुन्छ। गजब मिठो हुन्छ। सरी अलि तातो भएछ क्या। गजब। पौष्टिक तत्त्वले भरिपूर्ण मकैको चाहिँ एकदमै राम्रो हुन्छ क्या। खोइ खाना मिठो लाएर हो कि हो है, असाध्यै मिठो लाग्छ। फेरि यो गाउँको भन्दा नि मकैको मिठो हुन्छ क्या। हजुरहरूलाई नि मनपर्छ मकैको ढिँडो? मलाई त एकदम मिठो लाग्छ। मनपसन्दको खाना भयो क्या आज, बडो मजा आयो। मासु खान पाइन्छ भन्छन्, ओठ टोक्यो भने मेरो टोक्यो क्या अहिले। ल त अब खाँदै गरौँ ल पर्दा पछाडि।